देशमा भ्रष्टाचारले जरा गाडेको गाडै छ। राजनीतिक आडमा कानुनी विभेद बढेको छ। न्याय खोज्नेले अन्याय खप्नु परेको छ। जनता महँगी बेरोजगारीको मारमा छन्। काठमाडौँ विश्वकै चौथो सर्वाधिक प्रदूषित सहर बन्न पुगेको छ। एफएटिएफ र टिआईको रिपोर्टहरूले हामीलाई गिज्याइरहेका छन्। तर सरकार कहाँ छ त? जनताको पीडा सुन्नुको सट्टा सरकार आफ्ना सुविधा बढाउने खेलमा मस्त छ। नयाँ नेतृत्वलाई होच्याउने र सिध्याउने खेलमा जुटेको छ। देशलाई उज्यालो पार्ने कर्मचारीमाथि खनिएको छ। राजाको आह्वानमा सडकमा जनता ओर्ले भनेर गाली गलौजमा व्यस्त छ। तर ती जनता कुनै राजा फर्काउन होइन, नेताहरूकै अकर्मण्यता र भ्रष्टाचारले निराश र दिक्क भएर सडकमा निस्केका हुन्। सभामुख महोदय, श्री भुपु पाण्डेको जिन्दगी चल्न त चल्या छ, पिरै पिरमा छ भन्ने गीतले जनताको पिर मर्काको हुबहु बयान गर्छ। सभामुख महोदय, सरकारले कमसेकम यो गीत सुनेर आत्मआलोचना गर्दै सच्चियोस्, किनकि जनताको यस्तो आक्रोशलाई अझै व्यवस्था गरियो भने यसको मूल्य गम्भीर चुकाउनु पर्ने हुनेछ र त्यो मूल्यको जिम्मेवारी सरकारले नै बोक्नु पर्नेछ।